जस्तो टाइप अफ आरएनएमा चाहिँ आरएनए 3 प्रकारको हुन्छ है। आरएनए कति प्रकारको हुन्छ भने अब आरएनए को फुल फर्म त थाहा पाइहाल्नु भयो। राइबो न्यूक्लिक एसिड हैन। त्यहाँ क्विज दिनु भएको छ भने उसले चाहिँ थाहा पाइसक्नु भयो होला है। 3 टाइप भएको किनकि मैले आज यो क्वेसन त्यहाँ राखेको छु है। आरएनए को टाइप 3 टा भन्यो भने 3 टा तपाईहरुलाई पढ्न पनि सजिलो छ। टिआरएनए एउटा टिआरएनए टी भनेको ट्रान्सफर है। ट्रान्सफर गर्ने भनेको हो। ट्रान्सफर गर्ने। अर्को भनेको आरआरएनए आर आर भनेको राइबोसोम है। राइबोसोमल आरएनए राइबोसोम भन्ने चाहिँ हाम्रो कहाँ हुन्छ त त्यो न्यूक्लियसमा हुँदैन बाहिर हुन्छ साइटोप्लाज्ममा हुन्छ। त्यसले चाहिँ प्रोटिनलाई के गर्ने काम गर्छ त प्रोटिन बनाउने काम गर्छ हैन। भनेपछि यो आरएनएले नै बनाउने हो प्रोटिन सिन्थेसिस त काम कसको हो आरएनए को हो त्यहाँनिर चाहिँ आरआरएनए रेस्पोन्सिबल हुन्छ है। त्यसैगरी अर्को हुन्छ एमआरएनए एमआरएनए एम भनेको मेसेन्जर सूचना यताउता पुर्याउनु पर्यो मेसेन्जर आरएनए सूचना भनेको कसको सूचना त अब तपाईलाई थाहा छँदैछ प्रोटिन सिन्थेसिसको लागि कहाँबाट पुर्याउनु पर्यो आरएनए बाट राइबोसोमसम्म त सूचना त पुर्याउनु पर्यो हैन। राइबोसोमसम्म सूचना पुर्याउनु पर्यो नि ए ल है प्रोटिन बनाउनु पर्ने भयो बडीलाई अब प्रोटिनको भन्यो भने त्यो काम मेसेन्जर त गर्नु पर्यो त्यो काम पनि आरएनए को हो हैन। राइबोसोमलले भनिहाले मैले सिन्थेसिस गर्ने काम हो त्यही हो सबै त्यही हो हुन चाहिँ जम्मै राइबोसोमकै काम हो। अनि काम पनि जम्मा एउटै हो प्रोटिन सिन्थेसिस हो। त्यो गर्नलाई जुन प्रोसेस छ त्यो प्रोसेसमा इन्भल्भ हुने आरएनएहरू 3टा छन् त्यसैले ट्रान्सफर आरएनए मेसेन्जर आरएनए र राइबोसोमल आरएनए। त्यसैले आरएनए कति प्रकारको छ आरएनए 3 प्रकारको छ भनेर बुझ्नु होला है। देयर आर 3 टाइप्स अफ आरएनए दे आर टिआरएनए आरएनए आरएनए rRNA and mRNA. tRNA, tRNA stands for transfer RNA, rRNA stands for ribosomal RNA, and mRNA stands for messenger RNA. tRNA is responsible for choosing the correct protein or correct amino acids required by the body. शरीरलाई चाहिने जति छ त्यति मात्रै प्रोटिन यसले चाहिँ ठ्याक्कै चुज गर्छ यानी बनाउँछ त्यो ट्रान्सफर आरएनए को काम भयो। आरआरएनए ले चाहिँ राइबोसोममा चाहिँ हैन राइबोसोमले हो बनाउने प्रोटिन त्यसलाई भन्ने काम गर्छ मेसेन्जर आरएनए ले र गर्ने काम गर्छ आरआरएनए ले। ल यो 3टा आरएनए नेक्स्टमा जाऊ। ओके फंक्सन अफ आरएनए माथिको केही पनि लेख्नु परेन जस्ट यति लेखिदिनु पर्यो। ट्रान्सलेसन अफ डीएनए इन्टु प्रोटिन एउटा काम के रहेछ ट्रान्सलेसन अफ डीएनए इन्टु प्रोटिन है ट्रान्सलेसन अफ डीएनए इन्टु प्रोटिन एउटा काम। अर्को काम भनेको यसलाई परेन यो दोस्रो छोड्दिउँ। इट सर्व्स एज अ मेसेन्जर बिट्विन डीएनए एन्ड राइबोसोम अघि भनेको थिएँ नि एमआरएनए हैन यो काम कसले गर्यो एमआरएनए ले गर्यो यसले मेसेन्जरको काम गर्यो हैन। ट्रान्सलेसन अफ डीएनए इन्टु प्रोटिन कसले गर्यो टिआरएनए ले गर्यो टिआरएनए ले गर्यो। कहिलेकाहीँ टिआरएनए को काम के हो एमआरएनए को काम के हो भने सोध्छ त्यसैले यो सम्झिरहनु होला है। promotes the ribosome to choose the right amino acid which is equal to यो भन्ने काम कसले गर्यो त आरआरएनए ले गर्यो है आरआरएनए। ल यो 3टा सम्झिनु होला भइहाल्यो 3टै याद पनि गर्दा हुन्छ है। यो फर्स्ट को एउटा थर्ड को एउटा र फिफ्थ एउटा त्योभन्दा बढी चाहिन्छ भने मात्रै हो त्यही पनि यो हेर त इट दे आर द क्यारियर अफ जेनेटिक इन्फर्मेसन इन अल लिभिङ सेल्स भन्दैछ एउटा यो जेनेटिक इन्फर्मेसनको काम डीएनए ले गर्छ हैन। तर कुनै कुनै जस्तो ब्याक्टेरिया भाइरसहरू जुन हुन्छ तिनीहरुमा चाहिँ डीएनए हुँदैन त्यस्तो डीएनए नहुनेकोमा चाहिँ यो आरएनए ले नै यो काम गर्छ है त्यो पनि बुझ्नु होला। अनि अर्को भनेको द फंक्सन एज एन एडाप्टर मोलिक्युल इन द प्रोटिन सिन्थेसिस यसलाई अब
छोडिदियो प्रोटिन सिन्थेसिसलाई एक्सेप्ट गर्ने भन्ने हो यो, हटाउँ यसलाई। ल यो 3टा पोइन्ट लेख्नु होला है। 8 पढेर पनि आउनु भनेको थियो, कतिजनाले पढ्नु हो? मेन्डल्स ल पढ्नु भएको छ, कतिजनाले पढ्नु भएको छ? मेन्डलको खासमा 3टा ल हो है। हाम्रो टेक्स्ट बुकमा जम्मा 2टा मात्रै ल भएको हुनाले मैले 2टा मात्रै पढाउँछु है। 3टा छ खासमा, ल चाहिँ 3टा। हाउ मेनी ल भन्यो भने 3टा ल है यसको। सोध्दैन होला 3टा ल कति ल भनेर चाहिँ, त्यही पनि मेन्डलको 3टा ल हो भनेर चाहिँ बुझिराख्नु होला। हामीले पढ्ने जम्मा 2टा ल हो, फर्स्ट र सेकेन्ड मात्रै, थर्ड हामी पढ्दैनौँ है। मेन्डल्स फर्स्ट लले के भन्छ भन्ने, यसलाई यो ललाई फर्स्ट ललाई ल अफ डोमिनेन्स भनेर भन्छ। डोमिनेन्सको अर्थ के हुन्छ थाहा छ? डोमिनेट गर्ने भन्छ नि, होच्याउने भन्छ नि। जस्तो हो, मैले तपाईँलाई छ्या कति पढ्नै आउँदैन मेरो विद्यार्थीहरू त कस्तो लुद्दुर छ होइन भन्यो भने तपाईँहरूको के गरेँ मैले? डोमिनेट गरेँ नि तपाईँहरूलाई होइन। हो त्यो डोमिनेट गर्ने कि हेप्ने भने, त्यसलाई माथि नै उठ्न नदिने भने जस्तै, त्यस्तै हो डोमिनेन्ट भने। त्यसैले ल अफ डोमिनेन्स भन्यो, ल अफ डोमिनेन्स। डोमिनेन्स भनेको हेप्ने भने नि मैले हो। अब कसरी हेप्ने त भन्दाखेरि, जस्तो कुनै वस्तुमा 2वटा गुण हुन्छ है। ल तपाईँहरूले मान्छे कति कलरको देख्नु भएको छ ल भन्नु त? कति कलरको मान्छे देख्नु भएको छ ल भन्नुहोस्? नेपालमा है ब्ल्याक फेरि, व्हाइट नेपालमा कति कति कलरको मान्छे देख्नु भएको छ? मान्छेको छाला कस्तो कस्तो देख्नु भएको छ ल भन्नु त? भन्नु त काले नेपालमा? गोरो हो, एउटा गोरो, एउटा व्हाइट, अर्को अब ब्ल्याकै भनौँ। गहुँ गोरो हो नेपालमा खासमा, गहुँ गोरो, अब ब्ल्याक चाहिँ भन्दैन। जे भए पनि सबिन के भयो? सबिन प्र्याक्टिस गर्दैछ क्या यो अनलाइन क्लासको, कुन बटन थिच्यो भने के हुन्छ भन्नेमा प्र्याक्टिसमा छ केटो। थिच। ल 2टा हुन्छ नि होइन, एउटा कि व्हाइट हुन्छ कि ब्ल्याक हुन्छ नि। त्यो ब्ल्याक र व्हाइट दुइटै मिक्स भएको मान्छे जन्मिँदैन नि होइन। आधी फेस ब्ल्याक आधी फेस व्हाइट त हुँदैन, कि ब्ल्याकै ब्ल्याक हुन्छ कि व्हाइटै व्हाइट होला। भनेपछि त्यो जेनेरेसनमा एउटा न एउटा कलरलाई के गरिरहेछ? डोमिनेट गरिरहेछ अर्को कलरले। भनेपछि व्हाइटलाई डोमिनेट गर्यो भने ब्ल्याक मात्रै हुने भयो, मान्छे कालो जन्मिने भयो। कालोलाई डोमिनेट भयो, कालो कलर डोमिनेट भयो भने सेतो हुने भयो। यसलाई भन्छ डोमिनेन्स है। अब जुन देखिन्छ, जुन कलर देखिन्छ फर्स्ट जेनेरेसनमा यस उसमा भन्यो भने, देखिने कलरलाई हामी भन्छौँ डोमिनेन्ट कलर, के अरे क्यारेक्टरिस्टिक भन्छ है। डोमिनेन्ट अर्कालाई डोमिनेट गरे हो नि त होइन। डोमिनेन्ट भनेको देखिने, र रेसेसिभ क्यारेक्टर हुन्छ अर्को भनेको रेसेसिभ, जुन चाहिँ देखिँदैन, जुन लुकेर बस्छ, त्यसलाई हामी रेसेसिभ भनेर भन्छौँ। ल तपाईँहरूलाई म एउटा क्वेसन सोध्छु है। तपाईँहरूको गाउँमा या घरमै बुवा आमा गोरा थिए, तर तिनीहरूबाट जन्मेको सन्तान कालो जन्मेको देख्नु भएको छ? कहीँ देख्नु भएको छ? ल है, आमा र बुवा दुइटै ब्ल्याक, के अरे दुइटै व्हाइट भन्दैछु, तर सन्तान जन्मियो कस्तो भने ब्ल्याक। यस्तो देख्नु भएको छ? कहीँ देख्नु भएको छ? गाउँमा कसैको त्यस्तो जन्मे देख्नु भएको छ? सबिनले देख्या हो, सबिनले लाइक पठायो, सबिनले देख्या हो त? ए बोल न अब बिकिसा, देखा छ छैन? छैन। छैन। कसैले देखा छ त्यस्तो? कसैले पनि देख्नु भएको छैन? हुनुपर्ने त गाउँमा त। ल आमा यस्तो गरौँ सेतो, न, बाउ कालो भएको चाहिँ छोरा सेतो भएको चाहिँ देखाएको छ सर। के भएको रे, के भएको ल भन त? आमा चाहिँ सेतो अनि बाउ कालो अनि छोरा
ल सेतो भएको आमा चाहिँ चाहिँ सेतो, बाउ चाहिँ कालो, अनि छोराछोरी चाहिँ कस्तो भयो त? कालो ब्ल्याक, ओके। सेतो ल ए सेतो, सेतो जन्मेको थिएछ हजुर ए सेतो चाहिँ जन्म्यो। ल भनेपछि आमाको गुणमा गएछ होइन? ल अब यहाँ हेर, छोरो सेतो भयो क्या। अब यहाँ हेर है, यहाँनिर यहाँनिर आमाको व्हाइट थियो, आमा गोरी हुनुहुन्थ्यो, बाउ चाहिँ कालो थियो, छोरो चाहिँ गोरो जन्मियो भनेपछि यहाँनिर यो ब्ल्याक जुन यो व्हाइट भन्ने कलरले कसलाई डोमिनेट गर्यो भन त मलाई? यो ब्ल्याकलाई डोमिनेट गरेर यसलाई ब्ल्याकलाई लुका हो, ब्ल्याकलाई डोमिनेट गरेर यो ब्ल्याक लुक्यो नि त। लुक्यो, त्यही भएर व्हाइट जन्मियो। भनेपछि यो व्हाइट भनेको डोमिनेन्ट क्यारेक्टरिस्टिक्स भयो है, डोमिनेन्ट भयो यो चाहिँ। अनि रेसेसिभ भनेको कुन भयो त? ब्ल्याक भयो। यो ब्ल्याक भन्ने चाहिँ रेसेसिभ भयो। अब यहाँ सुन एउटा कुरो, अब यो जो मान्छे छ यो व्हाइट, यो सन्तान त व्हाइट जन्मेको हो नि त, हो यसमा पनि ब्ल्याकको गुणहरू हुन्छ है। यो होइन कि यो सेतो जन्मियो, यसको अनुहार सेतो छ, यो भोलिका दिनमा यसले कुनै केटीसँग बिहे गर्ला, तिनीहरू दुइटाको सन्तान छ। ल मानव यो व्हाइट छ अहिले है, यहाँ हेर, यो व्हाइट छ, यसले पनि गोरी केटीसँग व्हाइटसँगै बिहे गरे, यी दुइटाबाट छोरो जन्मियो, यहाँनिर ब्ल्याक जन्मिन सक्छ है। छोरो ब्ल्याक जन्मियो भनेर फेरि यहाँ कुरो नबिगार्ने, किनभने यो जुन जन्मेको अगाडि जन्मेको जुन व्हाइट छ नि, हो योसँग उसको बुवाको ब्ल्याकको क्यारेक्टरिस्टिक्स पनि हुन्छ, तर त्यो ब्ल्याकको क्यारेक्टरिस्टिक्स चाहिँ के हुन्छ त? हिडन हुन्छ। यो हिडन क्यारेक्टरिस्टिक्सलाई के भनिन्छ? रेसेसिभ क्यारेक्टरिस्टिक भनिन्छ। यसलाई हामी रेसेसिभ भनेर भन्छौँ। यति कुरो बुझ्ने। यसैलाई नै के भनिन्छ त? ल अफ डोमिनेन्स अर्थात् मेन्डल्स फर्स्ट ल भन्छ। अब यो लतिर जाउँ है। ल हेर, इन द क्रसिङ बिट्विन टु प्योर प्यारेन्ट्स, दुईटा प्योर प्यारेन्ट्सहरूमा, यहाँ इक्जाम्पल मैले व्हाइट र ब्ल्याकको दिए, टु प्योर प्यारेन्ट्समा having a pair of contrasting characteristic, contrasting characteristics भनेको के हो भने, कन्ट्रास्टिङ क्यारेक्टरिस्टिक भनेको व्हाइट र ब्ल्याक भयो। यसमा कसैमा टल र डल पनि हुनसक्छ है, टल र ड्रफ है, होचो, अग्लो र होचो पनि हुनसक्छ। त्यसलाई कन्स्ट्राक्ट के भन्छ, यो कन्ट्रास्टिङ क्यारेक्टरिस्टिक्स भन्छ है। हो, त्यो क्यारेक्टरिस्टिक्स छ भने ओन्ली वान क्यारेक्टर एपियर्स इन फर्स्ट जेनेरेसन अफ डोमिनेन्ट क्यारेक्टर है। फर्स्ट जेनेरेसनमा एउटा मात्रै क्यारेक्टरिस्टिक देखिन्छ एज अ डोमिनेन्ट क्यारेक्टर, त्यसलाई चाहिँ डोमिनेन्ट भन्छ। वाइल द एनदर क्यारेक्टर रिमेन हिडन, त्यो हिडन भएकोलाई हामी रेसेसिभ क्यारेक्टर भन्छौँ। अब तपाईँहरूले इक्जाममा यो ल लेखे पनि भयो, यो मुनिको लेखे पनि भयो। यो मुनिको चाहिँ छोटो छ, इन द क्रसिङ बिट्विन टु प्योर प्यारेन्ट्स ह्याभिङ अ पेयर अफ कन्ट्रास्टिङ क्यारेक्टर्स, ओन्ली वान क्यारेक्टर एपियर्स इन फर्स्ट जेनेरेसन। यो दुईटा मध्ये जुन लेखे पनि हुन्छ इक्जाममा, तर यो जस्ताको त्यस्तै याद गर्नुपर्छ। त्यसैले मैले तपाईँहरूलाई यो दुईटा पढेर आउनु होला है भनेको। त्यसैले ल अफ डोमिनेन्सले के भन्छ त भन्दा, फर्स्ट जेनेरेसनमा एउटा मात्रै क्यारेक्टर देखा पर्छ, अर्को क्यारेक्टर हिडन हुन्छ भन्ने थाहा पाउनु होला। र यसमा चाहिँ दुईटा प्यारेन्ट्सहरू चाहिँ के हुनुपर्छ? प्योर प्यारेन्ट हुनुपर्छ, यो कुरो थाहा पाउने है, हाइब्रिड हुनु भएन। ल फर्स्ट ल थाहा पायो, सबैले थाहा भयो। फर्स्ट ल थाहा पाउनुभयो? ए बोल न हौ, इन्ट्रेक्सन बिनाको क्लास कस्तो हुन्छ? यो प्रसिद्ध भुइँयाल भन्ने लेफ्ट भयो, यो मान्छे त के समस्या छ? सर मोबाइल एकछिन फेरि एकछिन मात्रै मोबाइल पाइन्छ र भने, फेरि फेरि ल म फेरि भन्छु। ल यहाँ हेर है, ल यहाँ सुन, मैले के भने भन्दा, डोमिनेन्ट क्यारेक्टरले के भन्छ भने, यदि प्यारेन्ट्सहरू यदि प्यारेन्ट्सहरूमा एउटा स्पेसिफिक क्यारेक्टर छ, त्यसलाई कन्ट्रास्टिङ क्यारेक्टरिस्टिक भन्यो। जस्तो मानौ यसमा त्यो चाहिँ कस्तो हुनुपर्छ? प्योर हुनुपर्छ भने मैले प्योर कन्ट्रास्टिङ क्यारेक्टरिस्टिक्स छ। मानौ यो टल छ है, ल फादर टल हुनुहुन्थ्यो, बुवा अग्लो हुनुहुन्थ्यो, मदर होचो आउनु भयो
मदर होचो आउनुभयो। तर यी दुईटाले जन्माएको सन्तान के भइदियो त? अब अग्लो र होचो दुइटै हुन्छ त? त्यो जन्मिने सम्भावनै छैन नि। के छ? अग्लो र छैन। जुन एउटै सन्तान अग्लो र होचो त हुँदैन, होइन? तैपनि सर चारवटा होचोबाट सन्तान। अग्लो हुन्छ, हजुर? होचोबाट अग्लो हुँदै जाने हो। हो, होचोबाट अग्लो या अग्लोबाट होचो एउटै मान्छे दुइटा त हुँदैन। होचोबाट अग्लो त बच्चा हुन्छ, बढ्दै जान्छ कि त्यो छुट्टै कुरो हो कि। अब यहाँनिर मानौँ त्यो बच्चा जुन जन्मियो, त्यो बच्चा टल भयो है। ल अब यसलाई हामी के भन्छौँ भनेको थिएँ मैले, डटर भन्छौँ भनेको थिएँ अस्ति न। ल यो जुन जन्मियो, यो कस्तो जन्मियो? टल। भनेपछि यसमा रेसेसिभ क्यारेक्टर कुन हो? रेसेसिभ कुन हो, डोमिनेन्ट कुन हो? ल भन। डोमिनेन्ट टल हो अनि रेसिसिभ चाहिँ सर्ट हो। हो, डोमिनेन्ट टल हो, रेसेसिभ सर्ट हो। किन? या सर्टै भने नि डफ भने नि हो चाहिँ सर्ट है। ल तिमीहरूले बुझ्ने भाषा। ल भनेपछि रेसेसिभ क्यारेक्टर र डोमिनेन्ट क्यारेक्टर देखा पर्छ। र फर्स्ट जेनेरेसन, यो जुन फर्स्ट जेनेरेसन छ, F1 जेनेरेसन छ, यसमा सिङ्गल एउटा मात्रै क्यारेक्टरिस्टिक देखा पर्छ, दुईटा क्यारेक्टर देखा पर्दैन भन्छ यसले। यति कुरो बुझ्नु होला। जस्तै जस्तै म एउटा यहाँ इक्जाम्पल लिन्छु। ल फादरको टललाई टिटी भनेर रिप्रेजेन्ट गर्यो। ल है, यो पनि बुझ्नुपर्छ। ल टिटी भनेर रिप्रेजेन्ट गरौँ र मदरको जुन सर्ट छ त्यसलाई चाहिँ स्मल टी भनेर रिप्रेजेन्ट गरौँ। स्मल टी हो, यो दुइटाको बिचमा क्रस भयो भने यहाँ चारवटा क्यारेक्टर, मानव चारवटा सन्तान भए पनि यिनीहरूको चाहिँ के हुन्छ? टिटी टिटी भनेर जन्मिनु पर्यो है। टिटी टिटी नै हुन्छ, किनकि यसको टी आयो, यो टी सानो टीसँग यो भयो, यो ठुलो टी यो सानो टीसँग यो भयो, यो ठुलो टी यो सानो टीसँग यो भयो, यो ठुलो टी यो सानो टीसँग यो भयो। भनेपछि यो फर्स्ट जेनेरेसन हो, यसलाई फर्स्ट जेनेरेसन भन्छ। यो F1 भनेको फिलहाल जेनेरेसन है। FILLAL फिलहाल जेनेरेसन। यो फर्स्ट जेनेरेसनमा एउटा मात्रै क्यारेक्टरिस्टिक देखा पर्छ, चाहे त्यो टल पनि हुन सक्छ, सर्ट पनि हुन्छ। जुन देखियो त्यसलाई डोमिनेन्ट भन्ने, जुन देखिएन त्यसलाई रेसेसिभ क्यारेक्टरिस्टिक्स भन्ने। ल यति बुझ्नु होला। फर्स्ट जेनेरेसनमा एउटा मात्रै क्यारेक्टर भएका सन्तानहरू जन्मिन्छन्, दुईटा क्यारेक्टर भएका सन्तान जन्मिँदैनन् भन्ने थाहा पाउनु होला। र त्यो जन्मेको सन्तानमा अर्को क्यारेक्टरिस्टिक पनि हुन्छ, तर त्यो क्यारेक्टरिस्टिक चाहिँ लुकेर बसेको हुन्छ, जसलाई हामी रेसेसिभ क्यारेक्टरिस्टिक्स भनेर भन्छौँ। क्लियर भयो त अब श्रेया? भयो। ल अब त्यसपछि अर्को यसको मेन्डलको सेकेन्ड ल चाहिँ के हो त भन्दा, द ल अफ सेग्रेगेसन है। अब छुट्टिने भयो यो सेग्रेगेसन भनेको छुट्टिने, अर्थात् द ल अफ प्युरिटी अफ ग्यामेट्स, ग्यामेटहरू प्योर हुने। अघि जन्मेको छ हाइब्रिड छ, हेर त यहाँ मैले बनाएको चित्रमा हेर, यहाँ टलको पनि क्यारेक्टर छ, सर्टको पनि क्यारेक्टर छ। यहाँ पनि टलको पनि छ, सर्टको पनि छ, टल पनि छ, सर्ट पनि छ। अब यिनीहरूको ग्यामेट प्योर हुन्छ नेक्स्ट जेनेरेसनमा प्योर हुन्छ, त्यसलाई भन्छ ल अफ सेग्रेसन अर ल अफ प्युरिटी अफ ग्यामेट्स। अब हेर यहाँ, द डोमिनेन्ट एन्ड द रेसेसिभ क्यारेक्टरिस्टिक्स अफ द हाइब्रिड भयो, त्यो जुन सन्तान जन्मियो नि त्यो सेकेन्ड, त्यो चाहिँ हाइब्रिड हो। ड्युरिङ द ग्यामेट फर्मेसन इन सच अ वे द्याट इच ग्यामेट रिसिभ्स ओन्ली वान क्यारेक्टर एट अ टाइम। एउटा ग्यामेटले एउटा मात्रै क्यारेक्टर एकचोटिमा लिन्छ, दोस्रो क्यारेक्टर लिँदैन भन्छ यसले। अर्थात् तिनीहरूको ग्यामेट छुट्टिन्छ भन्न खोजेको। अब यसलाई छोटो भाषामा हेर्ने हो भने, ड्युरिङ द ग्यामेट फर्मेसन अफ हाइब्रिड्स इच ग्यामेट रिसिभ्स ओन्ली वान क्यारेक्टर एट अ टाइम। यो दुईटा मध्ये जुन इक्जाममा लेखे पनि हुन्छ। ल दोस्रोमा चाहिँ एउटा मात्रै गुण आउँछ। अब यो भने के हो, यहाँ सुन। कहाँको ड्र इरेजर, यसलाई मेटाउँ है। यस्तो गाह्रो खालको परेछ यो, एकचोटि क्लियर हुन्थ्यो त। ओके, ल यसलाई यति गरे है त। ल अब यहाँ हेर, ल फर्स्ट यहाँ हेर त, प्योर ग्यामेट भनेको टी, अझै ठाउँ रहेछ त। प्योर ग्यामेट भनेको टिटी र टिटी, यसलाई हामीले टल भन्ने गरेका छौँ। यसलाई हामीले के भनिरहेछौँ?
सर्ट भनिरहेको छौँ। ल यहाँबाट यो दुईटाको मिलाउँदाखेरि के हो यो दुईटा मिलाउँदाखेरि के आयो त? एउटा मात्रै गुण देखा पर्छ, त्यो भनेको हाइब्रिड हो भनिहाल्यौँ होइन? यसलाई हामीले F1 जेनेरेसन भन्यौँ। यसलाई हामीले F1 जेनेरेसन भन्छौँ। यो चाहिँ इक्जाममा यस्तो खालको पिक्चरहरू बनाउनु पर्छ है। सबिन के भनेको? आई गटरिङ भने के? सर त्यसले गिटारिङ भनेको सर गिटारिङ के हो गिटारिङ भने? गिटार बजाउँछु भनेको? हो सर रमाइलो गीत गाउँछु भन त्यसले म गिटार बजाउँछु भनौँ ल यहाँ त अनि गफ चलिरहेको रहेछ त भाइ बहिनी हो, यसरी त के हुन्थ्यो? ध्यान त त्यता छ त सबिन। ओ सबिन र रमेश होइन, मलाई सरी भन्ने होइन, सरी तिमीले आफैलाई भन्ने हो नि, मलाई होइन नि। यति राति राति हामी यति मेहनत गरेर होइन, मेरो पनि टाइम तिम्रो पनि टाइम, केही न केही होला यसपालाको एसीमा 100% रिजल्ट ल्याउनु छ, त्यही भएर पो हो त केटा। मेरो त यो 4th इयर हो त यार। 14 वर्षमा मेरो रेकर्ड ब्रेक भयो भने त बर्बाद हुन्छ त फेरि। तिमीहरूको त खै के हुन्छ भन्ने, मेरो बर्बाद हुन्छ नि। अहिलेसम्म 100% रिजल्ट छ मेरो, थाहा छ नि, थाहा छ कि छैन त्यति कुरो साइन्समा? त्यो कुरो चाहिँ विचार गर्ने है, अरू आफ्नो जे भने यहाँ कहाँ गिटारिङ सितारिङ गरेर हुन्छ त? तिमीहरूलाई त मैले त्यसै पर्यो भने त यो त वर्षभरि लाने हो, राति 9 देखि 10 त। रेडी छ कि छैन तिमीहरू? ल अब यो क्यापिटल टी र स्मल टी भयो होइन? अब यो भनेको मैले भनिहालेँ, यसमा दुइटै गुण छ हेर, टलको टी पनि छ, स्मल यो सर्टको स्मल टी पनि छ। रिप्रेजेन्ट गर्दाखेरि यो अगाडिकोलाई जुन लेटरले रिप्रेजेन्ट गर्नुहुन्छ, सेकेन्डलाई पनि त्यसैको स्मलले रिप्रेजेन्ट गर्ने हो। यो रुल नबिर्सिने। जस्तो अहिले यो भयो, ल व्हाइट र ब्ल्याकको कुरा गर्ने हो। ल व्हाइटमा तपाईँले डब्लुडब्लु भनेर के गर्नुभयो व्हाइटलाई भने, ब्ल्याकलाई कसरी गर्नुहुन्छ? अब ब्ल्याकलाई स्मल डब्लु गर्नुपर्छ है। यो होइन कि ब्ल्याकलाई बिबी लेख्ने होइन, यो रुल हो है। यो के भन्छ, डोमिनेन्ट क्यारेक्टर जुन लेटरले जनाउनु भएको छ, रेसेसिभ क्यारेक्टर त्यसैको स्मल लेटरले रिप्रेजेन्ट गरिन्छ है त। यसरी पनि बुझ्दा भयो। ल अब यहाँबाट अब यिनीहरूको क्रस फेरि दोस्रो जेनेरेसनमा जानु पर्यो है। अब यिनीहरूको सेकेन्ड जेनेरेसनको कुरा गर्दाखेरि ल दुइटै हाइब्रिड हो, दुइटै हाइब्रिड हो नि सेकेन्ड जेनेरेसनमा। अब त के हुन्छ? सेपरेसन हो नि त, ग्यामेटको सेपरेसन हुने। ल अब हेर, यो अब मैले अस्ति कलर चेन्ज गरेको थिएँ नि, आज पनि गर्छु। ल यो टी र यो टी मिलेर आउँदा के बन्यो? क्यापिटल टी बन्यो। यो टी र यो टी मिल्दा क्यापिटल टी स्मल टी बनौ। फेरि अगाडिकोमा गए, यो फर्स्टको दुइटैमा सक्यो है। अब सेकेन्ड टी, यो थर्ड टी र यो अगाडिको फर्स्ट टी मिल्दा स्मल टी क्यापिटल टी, यो र यो मिल्दा स्मल टी। ल अब हेर्नु है, स्मल टी भनेपछि यो एउटा खालको भयो अगाडिको। ल यो हेर त, यो क्यापिटल टी यो सुरुमा जुन थियो त्यो भयो, यो बिचको भनेको सेकेन्डमा जुन थियो त्यो भयो, र यो लास्टको भनेको पनि फेरि कुन भयो त? यो फर्स्टकै भयो है। त्यसैले यसमा हेर, यो सेम भनेकोलाई हामीले टल भनेको थिए, प्योर टल भनेको थियो हो, प्योर। यो प्योर हो है, यो अर्को गुणै छैन क्या यिनीहरूमा। त्यसैले यो प्योर टल, प्योर सर्ट, यो प्योर टल भयो। यो दुइटामा दुइटै गुण छ, त्यसैले यो के भयो? हाइब्रिड भयो। हाइब्रिड त हो, तर यो पनि टल नै हो। यो भनेको स्मल टी भनेको प्योर सर्ट हो। ल भनेपछि छुट्टियो कि छुट्टियो नि त? क्यापिटल टी छुट्टियो, क्यापिटल टी स्मल टी पनि छुट्टियो, स्मल टी पनि छुट्टियो। नेक्स्ट जेनेरेसन, यो जेनेरेसनलाई हामी भन्छौँ F2 जेनेरेसन भन्छौँ।
F2 जेनेरेसन यो सेकेन्ड ल यो यहाँसम्मको फर्स्ट ल यहाँ मुनिको सेकेन्ड ल फर्स्ट लले प्युरिटी अफ ग्यामेट्स अर्थात् ल अफ डोमिनेन्सको कुरा गर्यो सेकेन्ड लले प्युरिटी अफ ग्यामेट्सको कुरा गर्यो है ल यहाँबाट ग्यामेट छुट्टियो अब यहाँबाट हामीले सेकेन्डमा के बुझ्नुपर्छ भने एउटा वर्ड लेख्छु म जीनोटाइप एन्ड फिनोटाइप जीनोटाइप एन्ड फिनोटाइप जीनोटाइप भनेको जिनमा भएको क्यारेक्टर है जिनमा फरक भनेको जीनोटाइप भनेको फिनोटाइप भनेको आउट बाहिरबाट हेर्दाखेरि कस्तो देखिन्छ त्यसलाई फिनोटाइप भन्छ है फिनोटाइप भनेको बाहिरबाट हेर्दा यो फिनोटाइपलाई नेपालीमा पनि लेखिराख बुझ्दाखेरि बाहिरबाट हेर्दा देखिने फिनोटाइप जिनोटाइप भनेको जिनमा हेर्ने जिन कस्तो छ त तिनीहरूको जिनोटाइप भनेको जिनमा हेर्ने जिन है जिनमा हेर्ने भनेपछि अघि 20 जना थियौँ 17 जना पुगिसक्यौँ है त्यो पनि हेर्दैछु म ल अहिले टाइम आइहाल्छ नि एटेन्डेन्समा जिनोटाइप ल हेर त यो तलको एउटा दुईटा तीनटा चारवटालाई हेर्दा प्योर टल कतिवटा छ प्योर टल एउटा प्योर टल एउटा छ त्यसैले एक भयो है पछि लेख्न जानेन नभन्ने प्योर टल एउटा छ अब हाइब्रिड कतिवटा छन् हाइब्रिड दुईटा यी क्यापिटल टी स्मल टी दुईटा छ त्यसैले दुईटा भयो अब मलाई भन्नु प्योर स्मल कति छ प्योर सर्ट कति छ एउटा छ एउटा त्यसैले जिनोटाइपको रेसियो इक्जाममा सोध्यो जिनोटाइपको रेसियो हामीलाई सोध्यो भने 1:2:1 भयो यो केसको लागि है जिनोटाइपको रेसियो भयो 1:2:1 र फिनोटाइप भनेको बाहिरबाट देख्ने अग्ला कतिवटा देखिया छन् भन त टल कतिवटा छन् टल कतिवटा छ तीनटा टल छ टल कतिवटा छ टल कतिवटा छ तीनटा टल कतिवटा छ सबैले बोल्नु पर्यो क्या सबैले तीनटा यो हाइब्रिड टल भन्यो नि टल त हो बाहिरबाट हेर्दाखेरि अग्ला अग्ला तीनटा देखियो एउटा दुईटा तीनटा त्यसैले 3 भयो र होचो जम्मा एउटा मात्र भयो त्यो प्योर सर्ट भयो 1 भयो त्यसैले 3:1 भनेको फिनोटाइप रेसियो 1:2:1 भनेको जिनोटाइप रेसियो यति कुरो बुझ्ने ल यसरी नै हाम्रो दुईटा लहरु सकिन्छ ल यो फिगर त बनाउनु परेन अहिले आइहाल्छ नै ल यही पिक्चर यहाँ छ है यो फ्रुट फ्लाई डोर्सोफिला मलानोगास्टरको क्रसिङ यसको चाहिँ क्रसिङको कुरा गर्दाखेरि मेल ग्यामेट र फिमेल ग्यामेटको कुरा गरेको छ है एक्स र वाई को रिप्रेजेन्ट गरेको छ यो दुईटालाई क्रस गर्दाखेरि त्यही अघिको भने जस्तै यहाँ देखा परेको छ यो फर्स्ट जेनेरेसन हो कि भनेपछि ल यो एउटा इक्जाम्पल भयो यसको भन्दा पनि गिनीपिगको चाहिँ हेरौँ न ल यो गिनीपिग हो है गिनीपिग यो पिग भनेपछि त्यो पिग नसम्झिनु होला गिनीपिग है सानो चट्टाई घरपालुवा घरमा पाल्ने धेरैवटा भेरिएसन हुन्छ यसको धेरैवटा कलरमा पाउँछ यो त्यसैले यसको गिनीपिग नामै गिनीपिग छ हरियो पनि हुन्छ गिनीपिग फेरि हरियो पनि हुन्छ पहेँलो पनि हुन्छ ल हेर यहाँ देखाएको छ मोनो हाइब्रिड क्रस भनेको द क्रसिङ बिट्विन द ओन्ली वान कन्स्ट्राक्टिङ क्यारेक्टर्स होइन प्यारेन्ट्सहरूमा चाहिँ एउटा सिङ्गल कन्ट्रास्टिङ क्यारेक्टर्स छ भने त्यसलाई चाहिँ हामी मोनो हाइब्रिड भनेर भन्छौँ यहाँ मोनो हाइब्रिड नै हो येल्लो छ अनि अर्को चाहिँ कस्तो छ ग्रिन छ ल हेर है यहाँ म अघिको जस्तै बनाइदिन्छु ल YELLOW येल्लो अनि फिमेल चाहिँ कस्तो छ ग्रिन छ येल्लो र ग्रिनको बिचमा क्रस गर्ने है येल्लोलाई हामीले YY ले रिप्रेजेन्ट गर्यौं
यो क्यापिटल वाई क्यापिटल वाई क्यापिटल वाई क्यापिटल वाई है र स्मल वाईले यो रिप्रेजेन्ट गर्यो। यो दुईटालाई क्रस गर्दाखेरि फर्स्ट जेनेरेसनमा एउटा मात्रै देखिन्छ, त्यो भनेको के हो? वाई वाई हैन, वाई 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 चाउचाउ होइन फेरि, F1 जेन है, फर्स्ट जेनेरेसन। फर्स्ट जेनेरेसनमा यहाँ पनि त्यही भनेको छ, फर्स्ट जेनेरेसनमा द heterogeneous F1 offspring produce two kinds of gamete X, Y and Y small y is capital Y। ल यसमा त फर्स्टमा एउटै देखिने हो। त्यसपछि F2 जेनेरेसनमा चारवटा बन्छन्। त्यो चारवटा के बन्छन्? क्यापिटल Y क्यापिटल Y क्यापिटल Y स्मल y क्यापिटल Y र लास्टको के बन्ने हो? स्मल y। यही कुरा हो। ल हेर यहाँ फिनोटाइप लेख भन्यो भने एक्जाममा तपाईहरुलाई फिनोटाइप लेख भन्यो भने येल्लो र ग्रीन लेख्ने, जिनोटाइप लेख भन्यो भने YY र YY लेख्ने, जिनोटाइप रेशियो भन्यो भने 1:2:1 लेख्ने, फिनोटाइप रेशियो भन्यो भने 3:1 लेख्ने। फिनोटाइप यो एक्जाममा एकचोटि सोध्या पनि छ है। फिनोटाइप मात्र लेख भन्यो भने के लेख्ने त? येल्लो एन्ड ग्रीन भनेर लेख्ने। यो चाहिँ कलर कस्तो, केमा प्रयोग गरिएको त्यो लेख्ने हो। बाहिरबाट हेर्दा कि त येल्लो देखियो कि कस्तो देखियो? ग्रीन देखियो नि, त्यसैले फिनोटाइप भने त्यति हो। जिनोटाइप भनेको चाहिँ जिनमा कस्तो देखियो त्यसलाई भन्छ। त्यसैले क्यापिटल Y क्यापिटल Y स्मल y र अर्को भनेको स्मल y यो चाहिँ फिनोटाइप हो। तपाईहरुलाई के अरे सरी जिनोटाइप हो। यसरी जिनोटाइप र फिनोटाइप मात्रै लेख भन्यो भने यो लेख्ने, रेशियो लेख भन्यो भने यो त हामीलाई थाहा छँदैछ। यो फिनोटाइप भनेको 3:1 भने मैले, जिनोटाइप भनेको 1:2:1 भने। यसरी बुझ्नु होला है त। सर लास्टमा यो सेकेन्ड लको चाहिँ समरी भनिदिनु न। सेकेन्ड लको समरी भनेको के हो भने the crossing between the gamete हैन, when the crossing between the gamete two gametes occurs, when the crossing between the two gametes two hybrid gametes occurs, only one constructing characters are separated at once भनेको छ। त्यसले एउटा मात्रै कन्स्ट्रक्टिङ क्यारेक्टर चाहिँ देखिन्छ भने हो। यसको के हो भन्दा यसको मेन थीम चाहिँ के हो भने त्यो तिनीहरूको जुन गुण हुन्छ नि त्यो गुण चाहिँ सेकेन्ड जेनेरेसनमा गएर छुट्टिन्छ भनेको यसले। फर्स्टले के भन्यो? एउटा मात्रै देखिन्छ गुण भन्यो। दोस्रोले के भन्यो भने त्यहाँ जो रेसेसिभ र डोमिनेन्ट क्यारेक्टर छ त्यो क्यारेक्टर सेकेन्ड जेनेरेसनमा गएर छुट्टिन्छ भनेको। बुझ्यौ? बुझे। ल ल यो गुरुगर मेन्डल भयो। यो दुईटा चाहिँ यो जस्ताको त्यस्तै कण्ठ गर्नु होला है। यो यसमा अब खासै त्यो बुझ्नेसम्म चाहिँ त्यति नै हो। अब लेख्ने बेला चाहिँ अब लेख्नै पर्यो होइन। ल अब यो फिगर चाहिँ बनाउनुहोस् है। यो फिगर बनाउनु है, येल्लो ग्रीन